डेन्टल इम्प्लान्ट दाँत नभएको अवस्थामा त्यसलाई रिप्लेस गर्ने सबभन्दा बेस्ट मेथड भनेको डेन्टल इम्प्लान्ट हो। यसमा चाहिँ टाइटेनियमको एउटा स्क्रू चाहिँ हड्डीमा जहाँ दाँत छ त्यहाँ राखिन्छ। यो हड्डीमा हार्मोनीको साथ फिक्स हुन्छ। यसले हड्डीलाई कुनै पनि असर गर्दैन र यसलाई राख्दाखेरि पनि त्यस्तो कुनै किसिमको अप्ठ्यारो हुने, गाह्रो हुने, दुख्ने गर्दैन। एकचोटि राखेर यो फिक्स भइसकेपछि यसको सहायतामा हामीले दाँत राख्छौँ। त्यसरी राखेको दाँत सर्वप्रथम यो फिक्स हुन्छ, दोस्रो यो अत्यन्त नेचुरल देखिन्छ, तेस्रो यसको चपाउने क्यापासिटी, च्युइङ एफिसियन्सी हाई हुन्छ र चौथो भनेको हाम्रो बोली अथवा स्पिच चाहिँ अत्यन्त सजिलो र प्रष्ट हुन्छ र पाँचौँ सबैभन्दा महत्त्वपूर्ण भनेको साइडको दाँतहरूलाई हामीले सेफ राख्न सक्छौँ। त्यसलाई कटिङ गर्नुपर्ने, घटाउनु पर्ने कुनै पनि आवश्यकता हुँदैन। त्यसकारण यहाँहरूले पनि आफ्नो दाँत रिप्लेस गर्ने सोचिराख्नु भएको छ, दाँत छैन भने जहिले पनि डेन्टल इम्प्लान्टलाई पहिलो प्राथमिकतामा राख्नुहोला। मिलेन भने मात्र ब्रिज अथवा अरू अप्सनमा जानुहोला। र यस्तै महत्त्वपूर्ण जानकारीको लागि मेरो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।